आजको टपिक के रहेको छ तपाईहरुले थाहा पाइसक्नु भएको छ। मेरो हातमा देख्न सक्नुहुन्छ एउटा केरा छ। आजको सबैभन्दा मेन इम्पोर्टेन्ट भनेकै यो केरा हो। एउटा मात्रै केराले हामीले कसरी घरमै पनि चाया पोतोहरु अनुहारबाट क्लियर गर्न सक्छौं भन्ने विषयमा मैले भिडियो लिएर आएको छु। थम्बनेल हेरेर पनि थाहा पाइसक्नु भयो होला। एकदमै इजी छ यो बनाउनलाई चाहिँ। फेस प्याक केही छैन, एउटा हामीलाई कोला चाहिन्छ। यो खानको लागि हेल्थको लागि त्यतिकै राम्रो छ भने स्किनको लागि पनि त्यतिकै राम्रो। यसले चाहिँ रिजल्ट ल्याउने गर्दछ, जुन चाहिँ म तपाईहरुलाई देखाइ पनि रहेको छु। मैले जस्ट अहिले भर्खरै एप्लाई गरे, लगाए र यसको रिजल्ट पनि एकदमै राम्रो छ भनेर तपाईहरुलाई म शो गर्दै छु। र यो कसरी बनाउने, यो क्रीमको प्रोसेस के हो भन्ने कुरा अब तपाईहरुलाई म सिकाउन जाँदै छु ढिला नगरिकन। र जति पनि नयाँ साथीहरु आउनु भएको छ पहिलोचोटी मेरो YouTube च्यानलमा सबैजनालाई स्वागत छ। र फलो गर्नुभएको छैन भने फलो गर्न सक्नुहुनेछ मेरो YouTube च्यानललाई र धेरै धेरै मायाहरु देखाइदिन सक्नुहुनेछ। आउनुस्, मैले कसरी बनाए, के युज गर्ने, यसको फाइदा बेफाइदा तपाईहरुलाई पनि सिकाउन जाँदै छु, तपाईहरुको माझ पनि शेयर गर्न जाँदै छु। आउनुस् भिडियो सुरु गरौँ। मैले चाहिँ मुख मज्जाले धोएर आइसकेको छु हैन। पानी पानी छ मेरो हातमा। सो यो एप्लिकेसन चाहिँ म बेलुका लाउनु भनेर सजेस्ट गर्न चाहन्छु। यो बेलुका लगाउँदा एकदम बेस्ट हुन्छ नि त। अनि पुस्नु पर्छ है, मजाले पुस्नु पर्छ, वाइप गर्नुपर्छ मजासँगले पानी। किनकि धुलो मैलो दिनभरिको हाम्रो स्किनमा अलिकति मजाले पोर्सहरु ब्लक गर्दिएको हुन्छ। र अघि भर्खर मैले यो जुन बनाए यो केरा, एउटा केरा, आधी चम्चा निबु अनि त्यसपछि अलिकति बेसार, यो प्याक रेडी भइसकेको छ। अब म यसलाई चाहिँ एप्लाई गर्न जाँदै छु। तरिका देख्न सक्नुहुन्छ है। यो खास गरी भन्ने हो भने तपाईहरुको जुन चाया पोतो, जसलाई धेरै हाइपर पिगमेन्टेसन मेलास्माको जसलाई पनि समस्या छ, उहाँहरुले चाहिँ यो प्याक बनाएर चाहिँ तपाईहरुले हप्तामा कम्तीमा पनि 2 चोटी देखि 3 चोटी चाहिँ लगाउन सक्नुहुनेछ। अनि यसको क्वान्टिटी कति बनाउने, कति मात्रामा फेसलाई ठिक्क हुन्छ र यसमा मिसाउने कति मात्रामा निबु मिसाउने, कति मात्रामा टर्मेरिक यानी कि हर्दी मिसाउने भन्ने त मैले तपाईलाई देखाइदिसकेको छु है। अनि आफैले पनि एप्लाई गरेर देखाउँदै छु र लाउने तरिका विधि पनि हेर्न सक्नुहुनेछ। तपाईहरुलाई धेरैलाई प्रेग्नेन्सी पछि आएको पनि हुन सक्छ या त प्रेग्नेन्सी अगाडि पनि कतिको आउँछ। यो आउँदाखेरि चाहिँ घाममा एक्सपोज भएर आउने हो ज्यादा जस्तो। हाइपर पिगमेन्टेसन मेलास्माहरु भनेको चाहिँ युभी रेजको कारणले आउने हो। सो त्यही भएर तपाईहरुले यो विधिलाई तपाईहरुले एभ्री डे भन्दा नि हप्तामा 3 चोटी भनौं न, त्यो गर्नुभयो भने चाहिँ तपाईको एकदमै बिस्तारै बिस्तारै हराएर लिएर जान्छ के। एकदमै यसले चाहिँ फेड गराउने काम गर्छ। जस्तो अब बनाना छ, एकदमै मोइस्चराइजरको पनि काम गर्छ यसले चाहिँ। भने तपाईलाई जुन निबु हामीले मिसाएको छ यसले स्किनलाई ब्राइटनिङ लाइटनिङ गर्ने काम गर्छ है, ब्राइट गर्ने काम गर्छ। अनि हामीहरुको यो जुन एक्नेहरुलाई पनि यसले चाहिँ कन्ट्रोल गर्ने काम गर्छ। जुन बेसारले पनि सेम चीज गर्ने हो, लाइटनिङ ब्राइटनिङ लाइट दिन्छ है स्किनलाई। तपाईलाई थाहा छ होला बिहेमा पनि हल्दीहरु युज गर्ने टाइममा पनि लगाइन्छ नि। हल्दी किन लगाइन्छ त? स्किन बेहुलीको टोन, स्किनको यो ब्राइट गरोस्, लाइट गरोस् भनेर लगाउने हो। अनि त्यसपछि हजुरहरुको कुन स्किन टोन छ, जस्तो अब ओइली छ, हजुरहरुको चाहिँ ड्राई छ, कुन खालको स्किन टोन छ, नर्मल छ है। हजुरहरुले ओइली छ भने चाहिँ हजुरहरुले यसमा चाहिँ अलिकति ओटमिल मिसाउन सक्नुहुन्छ है। ओटमिल मिक्स गरेर लगाउन सक्नुहुन्छ। ओटमिलले चाहिँ तपाईहरुको ओइललाई चाहिँ एब्जर्ब गर्ने काम गर्छ, सोच्ने काम गर्छ। अनि त्यसपछि ओइली छैन भने चाहिँ ड्राई छ भने यतिकै नर्मली लाउँदा पनि भयो। यसमा अलिकति तपाईले मह मिसाउँदा भयो ड्राई स्किन भएका साथीहरुले। यो एप्लाई गर्ने तरिका चाहिँ यसरी नै हो है। नजिकैबाट पनि देखाइदिन्छु। बेलुकाको समय चाहिँ एप्लिकेसनको लागि एकदमै बेस्ट हुन्छ भन्न चाहन्छु है। बेलुका चाहिँ एकदमै बेस्ट हुन्छ। अब बेलुकाको समयमा भनेको एकदम हाम्रो स्किनहरुले रेस्ट गर्न पाइन्छ। त्यही भएर तपाईहरुले बेलुकाको समयमा लगाउनु होला। र यो विधि हेरेर फटाफट लगाएर अनि यसको केही पनि कुराहरु चाहिँ नबुझिकन गर्यो भने अलिकति
भोलिको दिनमा तपाईहरुलाई चाहिँ कुरा नबुझिकन अलिकति अल्टर गर्दाखेरि चाहिँ उयो हुने हुन्छ नि त। सो त्यही भएर पुरै मैले भनेका कुराहरुलाई चाहिँ ध्यान दिएर एप्लाई गर्नु होला। स्टेप बाइ स्टेप तपाईहरुको रिजल्ट अवश्य आउँछ। यसले चाहिँ तपाईहरुको जुन कालो कालोपना आएको हुन्छ नि त्यसलाई चाहिँ कम्ती गर्दै लिएर जान्छ। मैले यो भन्दा अगाडि पनि यो विधिहरु मम्मीलाई मेरो छिमेकी आन्टीहरुलाई पनि गरेर लगाइदिएको हो अनि रिजल्ट राम्रो आएपछि चाहिँ मैले तपाईहरुलाई पनि सिकाउँदै छु है। यो स्मेल पनि एकदम राम्रो हुन्छ। यसको चाहिँ स्मेल त्यस्तो ब्याड हुँदैन है। कति यो प्याकहरुको चाहिँ स्मेलै सबै एकदम उयो हुने हुन्छ हैन, गनाउने खालको हुन्छ। यसको चाहिँ त्यस्तो हुँदैन। म चाहिँ प्राय कुनै पनि चीज सिकाउँदा तपाईहरुलाई सिकाउँदै आफू लगाउँदै गर्दाखेरि चाहिँ तपाईहरुलाई त्यसको फाइदाहरु पनि भनिराखेको हुन्छु र कुन सामग्री हामीले मिसाएको छौं नि यो सामग्रीले कुनले चाहिँ कस्तो खालको काम गर्छ भन्ने विषयमा पनि तपाईहरुलाई भन्छु। किनकि कुनै पनि चीज हामी लाउँदै छौं भने त्यसको काम के छ त भन्ने कुरा पनि बुझ्न चाहिँ जरुरी हुन्छ है। र बेलुकाकै समयमा म तपाईहरुलाई चाहिँ प्राय सजेस्ट गर्न चाहन्छु, एकदमै राम्रो काम गर्छ। र यो जुन लगाइरहेको प्याक छ अब यसलाई कति समय राख्ने त भन्दाखेरि धेरै से धेरै 10 देखि 15 मिनेट चाहिँ इनफ हुन्छ है। अनि 10-15 मिनेट राखेर अब तपाईहरुले चाहिँ के गर्नुपर्छ भने त्यो मनतातो हल्का मनतातो पानीले चाहिँ पखाल्नु पर्छ है। यो सुकिसकेपछि चाहिँ कस्तो हुन्छ भने केरा चाहिँ टाइट भएर आउँछ। यो लगाउँदाखेरि मैले भनिसकेको छु सुकिसकेपछि चाहिँ टाइट हुन्छ। सो यसलाई चाहिँ निकाल्दाखेरि चाहिँ माड्नु चाहिँ हुँदैन क्या। माड्यो भने चाहिँ कस्तो हुन्छ भने हाम्रो स्किनको जुन ओपन पोर्सहरु हुन्छ त्यसलाई चाहिँ हामीले चाहिँ झन् ठुलठुलो हुन्छ क्या, ओपन हुन जान्छ क्या, धेरै स्क्रब गर्न मिल्दैन। त्यही भएर मनतातो पानीले हल्का लुकवार्म वाटरले चाहिँ के गर्नुपर्छ भने हल्का पहिला सुरु छ्याप्ने, पानी छेप्ने अनि मुलायम हुन्छ नि सट निस्किन्छ, आफै निस्किन्छ। यो जुन प्याक छ नि यसलाई चाहिँ हामीले कम्तीमा पनि 10-15 मिनेट राखेर यो चाहिँ अनि अलिकति टाइट हुन जान्छ क्या, अलिकति कडा हुन जान्छ। अनि त्यसपछि यसलाई चाहिँ हामीले माडेर निकाल्न मिल्दैन। माड्यो भने चाहिँ यो स्किनमा हाम्रो यो पोर्सहरु झन् ओपन हुन जान्छ क्या। यसलाई घोट्नु स्क्रब ज्यादा गर्न मिल्दैन। सो त्यही भएर हामीले चाहिँ हल्का मनतातो पानीले पहिला छ्याप्ने अनि त्यसपछि यो गल्छ, हल्का मुलायम भइसकेपछि अनि यसलाई चाहिँ तपाईहरुले मजाले सफा गर्दाखेरि इजी पनि हुन्छ। यो गर्नुपर्ने हुन्छ। अब मेरो पनि 10-15 मिनेट हुन पनि आँटिसकेको छ है। मैले एकछिन उयो पनि गरे। सो अब यसलाई चाहिँ निकाल्ने बेला भइसकेको छ। अनि यसको रिजल्ट पनि कस्तो आउँछ म देखाउने छु। साथीहरु वेट गर्नु होला है त। मैले चाहिँ मुख धोएर आइसकेको छु हैन। अब यसको रिजल्ट पनि म देखाउँदै छु कस्तो देखिन्छ भन्ने विषयमा। अनि यसपछि चाहिँ हामीहरुले मोइस्चराइजर अब जस्तो क्रीमहरु कुन युज गर्नुहुन्छ त्यो युज गर्न सक्नुहुन्छ हैन। हजुर कसैले ओइल युज गर्नुहुन्छ, आल्मन्डको ओलिभ ओइलहरु हुन्छ, कुन युज गर्नुभएको छ प्लिज आफ्नो स्किन टाइप अनुसारले गर्नु होला। म चाहिँ कोकोनट ओइल युज गर्न जाँदै छु, एक्स्ट्रा भर्जिन है यो छ मसँग चाहिँ। सो म यो युज गर्न पनि देखाउँछु। अब तपाईहरुलाई नजिकैबाट पनि रिजल्ट देखाउँदै छु म है कस्तो भएको छ। मैले यो जुन प्याक लगाइसकेपछिको रिजल्ट हो। अनि अब अलिकति मैले यहाँ लिए नरिवलको तेल। अब यो झन् विन्टर सिजन पनि स्टार्ट भइसकेको छ है। अलिकति चाहिँ स्किनलाई केयर गर्नै पर्छ, ड्राई हुन जान्छ है। सो त्यही भएर यसरी ड्राई चाहिँ हुन दिनु भएन। र कुनै चीज पनि तपाईले एप्लाई गरिसकेपछि क्रीमहरु लगाउनै पर्ने हुन्छ, मोइस्चराइज त गर्नै पर्ने हुन्छ स्किनलाई है। यतिकै चाहिँ छोड्न मिल्दैन। अनि यो नेक एरियामा पनि है युज गर्नुपर्छ। अनि मोइस्चराइजर लगाउँदाखेरि यसरी मसाज चाहिँ गर्नै पर्छ है त। यसरी स्किनलाई पनि मास्तिरपट्टि लानु होला। प्राय म सिकाइराखेको हुन्छु यसरी एप्लाई गर्नुपर्ने हुन्छ। यो देख्न सक्नुहुन्छ। यो सबै थोक एप्लाई गरिसकेपछि तपाईहरुलाई कस्तो लाग्छ मेरो स्किन कतिको यो लाग्यो लागेन है। जसको मेलसमा चाहे पोतोको समस्या छ उहाँहरुको लागि त मैले सिकाइदिए, जसको छैन उहाँहरुले पनि गर्नु होला भन्न चाहन्छु। किनकि यो भन्ने चीज चाहिँ आफ्नो एज अनुसार बिस्तारै कतिमा देखा पनि पर्छ। सो त्यो नहोस् भनेर अगाडिदेखि नै अभोइड गर्नलाई पनि यसले एकदमै हेल्प गर्छ। सो मैले पनि ट्राई गरिसकेको छु। तपाईहरुलाई कस्तो लाग्यो यसको रिजल्ट है, राम्रो लाग्यो लागेन मैले एकदमै क्लोजबाट पनि देखाइदिएको छु स्किन कस्तो बनाउँछ भन्ने विषयमा। केही डाउटहरु छ भने कमेन्ट छोड्न नबिर्सिनु होला। र धन्यवाद मेरो च्यानलसम्ममा आइदिनु भएकोमा।
नयाँ साथीहरूलाई के भन्न चाहन्छु भने सब्स्क्राइब गर्न नबिर्सिनु होला र भिडियो मनपर्छ भने लाइक पनि गरिदिनु होला, सेयर पनि गरिदिन सक्नुहुन्छ। ओके, हस् त, बाई बाई।